नरोएको आँखा अनि नदुखेको मन कसको होला र? दुःख नगरेको जीवन अनि चितामा जलेर नसकिएको शरीर कसको हुन्छ र? सिङ्गो आकाश रुँदा यहाँ धरती भिजेको छ। मसान घाटसँग हारेको शरीरले मात्र त्यो चिताको आगोलाई पनि त आत्माले जितेको छ। तर आजकल किन केही ठिक लाग्दैन, सबै बदलिएको जस्तो लाग्छ। सफा र सुकिलो अनुहारभित्रको मन पनि त मैलिएको छ। बदलिएको संस्कार हो या समय? मैले अझै थाहा पाउन सकिनँ। गल्ती मान्छेबाट हुन्छ यहाँ अनि आरोप भाग्यलाई लाग्छ। मलाई पनि मेरो आधुनिक युग बिर्सिएर मेरो बाको पुरानो युगलाई हेर्न मन लाग्यो आज। बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैँ सधैँ नेपाल देख्न पाइयोस्। एउटा समय थियो जहाँ यो गीत सुन्दा पनि कति आनन्दको महसुस हुन्थ्यो मलाई। तिमी भन्छौ नि युग फेरियो भनेर, तर युग फेरिएको होइन, यहाँ त संस्कार बेचिएको छ। मेरी आमाको युगमा तिजको लहर आयो बरिलै भन्ने गीत बज्ने गर्थ्यो। तर मेरो चेलीबेटीको युगमा तिज जस्तो पवित्र पर्वमा पनि मलाई बिस्ताराले पोल्यो भन्दै उफ्रिएको देख्छु। साँच्चै यार, त्यो पुरानो च्यातिएको टोपी, काँधमा हलो, हातमा कोदालो, अर्को काँधमा पुरानो रेडियो बोकेर बिहान मेलामा निस्किएका मेरा बा साँझ सधैँ घर फर्किनुहुन्थ्यो। अनि हेर न, म त्यही काँधमा रातो खादा ओढेर हातमा सुटकेस उडाउँदै परदेश आएको 4 वर्ष बितेछ, अझै घर फर्किन सकेको छैन। घामले बिदा मागेर जुनको जन्म भएपछि त्यो जुनकिरीले नाचेको मेरो घरको आँगन, त्यही आँगनको सेतो गमेरो माटो र रातो माटोले लिपिएको मेरो घरको भित्ता, अनि त्यही भित्तामा झुन्डेको रेडियोमा बज्दै गरेको एउटा गीत, हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ, कहिले नझुक्ने शिर उठेको स्वाभिमानी नेपाली हुन्छ। यो गीतको पहिलो लाइन त मलाई जिन्दगीसँग मिले जस्तो लाग्यो। तर हेर न, यहाँ हरेक दिन साउको गालीसँग यसरी झुकेको छु नि, जसरी चामलको बोरा लादेर पहाडको उकालो उक्लिएको गधाको शिर झुक्ने गर्छ। कहिले नझुक्ने शिर उठेको स्वाभिमानी नेपाली हुन्छ। मैले बाको पुरानो रेडियोमा बजेको यो गीतलाई न्याय दिन सकिनँ। अक्सर मान्छेहरूले भनेको सुन्छु समय फेरिन्छ भनेर, तर समय उस्तै छ, मान्छे फेरिन्छ अनि संस्कार बेचिन्छ यहाँ। त्यो ठुलो ठुलो बिल्डिङको सपनाले त्यो प्रिय माटोको झुपडीको अस्तित्वहरू यसरी सकियो नि आज, जसरी त्यो 2058 2 महिना 19 गते त्यो एउटा कालो रातले श्रीपेजको अस्तित्व दबाएको थियो। थाहा छ तिमीलाई, मेरो बाको पालोमा मान्छेमा भावना हुन्थ्यो, अहिले स्वार्थ छ। मेरो बाको पालोमा जन्ती र मलामीमा खुसी र पीडा हुन्थ्यो, अहिले मलामी नजाँदा छिमेकी रिसाउला कि भन्ने बाध्यता हुन्छ। सुन्छु मेरो बाको पालोमा भन्दा धेरै प्रगति भएको छ रे मेरो पालोमा। यो कस्तो अचम्मको प्रगति हो? कुन प्रगतिको कुरा गर्छौ यार तिमी? सती प्रथा हटाइयो, तर विधवालाई बोक्सी बनाइन्छ, कतै कतै कुटिन्छ यहाँ। गाउँको खेतको आलीमा मखमली र देउसी फुल फुल्दैन, अब प्लास्टिकको मालाले तिहारमा दाजुभाइ पुजिन्छ यहाँ। मेरो बाको पालोमा नारीलाई लक्ष्मी र सरस्वती मानेर पुजिन्थ्यो, मेरो पालोमा त कतै जङ्गलमा कतै खोलाको किनारमा इज्जत लुटिएको नारीको लास भेटिन्छ यहाँ। भन, अरू कुन प्रगतिको कुरा गर्दैछौ तिमी मसँग? न त्यो मलिलो बारीको माटोले पुरानो काठको हलो पाएको छ, न गैरी खेतले औषधि नमिसिएको शुद्ध अन्न फलाएको छ, न रेडियोले सत्य र साँचो समाचार बजाएको छ, न गर्वले सूर्य र चन्द्रमा बोकेको मेरो देशको झन्डा फरफराएको छ। थाहा छ तिमीलाई, मन्दिरमा पुजारी भन्दा बढी ठग भेटिन्छ यहाँ। हस्पिटलमा निको भएर फर्किएको बिरामी भन्दा लापरवाहीले मरेको शव देखिन्छ यहाँ। मेरो बाको हातमा मैले कहिले पार्टीको झन्डा नै देखिनँ। जतिपल्ट फर्केर हेरे पनि मेरो बाको पालोमा केवल देशको झन्डा फरफराएको भेटिन्छ। खै थाहा छैन यार, प्रगति भयो या संस्कार मासियो, मैले अझै बुझ्न सकिनँ। युवालाई बेचिन्छ प्रदेश प्रगतिकै लागि, युवालाई बेचिन्छ प्रदेश प्रगतिको नाममा। छिमेकी नै लुट्छन् सहानुभूतिको नाममा। सोझोलाई जेलमा अनि अपराधीलाई लुकाइन्छ यहाँ। बलात्कारपछि हत्या हुन्छ एउटा फुल्दै गरेको कोपिलाको, उसको इज्जतको मजाक बनाइन्छ मिडियामा, तर बलात्कारीलाई पावरको आडमा भगाइन्छ यहाँ। कुन प्रगतिको कुरा गर्छौ यार तिमी? न लगाइन्छ सुपारीमा रङ, न गाउँको छिमेकी बोलाइन्छ यहाँ, न लिपिन्छ आँगन, न बनाइन्छ जग्गे। पार्टी प्यालेसमा छोरीको कन्यादान सकिन्छ यहाँ। न चिता सजिन्छ, न रुन्छन् आफन्त नै। ओके, आउनु दाइ अनि भन्छु। कुन प्रगतिको कुरा गर्छौ तिमी?
सुन्नै सक्नु कुन प्रगतिको कुरा गर्छौ तिमी? न लगाइन्छ सुपारीमा रङ, न गाउँको छिमेकी बोलाइन्छ यहाँ, न लिपिन्छ आँगन, न बनाइन्छ जग्गे, पार्टी पेलेसमा छोरीको कन्यादान सकाइन्छ यहाँ। न चिता सजिन्छ, न रुन्छन् आफन्त नै, लास पनि त आगो बाल्ने मिसिनमै जलाइन्छ यहाँ। खै कस्तो प्रगति हो यो? आफ्नो संस्कार बेचेर विदेशी संस्कार किनिन्छ यहाँ। मैले बुझ्नै सकिनँ, मेरो बाको युग राम्रो थियो या मेरो युग राम्रो बन्यो। अब थोरै सत्य बोल्छु, तिमी नरिसाउ ल। मेरो बाको पालोमा बिहानीको घामसँगै आँगनमा जम्मा भएर रेडियोमा देशको अवस्था सुन्ने गर्थे। मेरो पालोमा मेरो साथीहरू बत्ती निभाएर मोबाइलमा नाङ्गो चलचित्र हेर्ने गर्छन्। मेरो बा र मेरो बाको साथीहरू पल्लो गाउँमा कोही बिरामी हुँदा पनि अस्पताल लाने तयारी गर्थे। मेरो साथीहरू पल्लो गाउँको केटालाई कसरी कुट्ने तयारी गर्छन्। मेरी आमा तिजको दिन पनि 2 दिन पुग्ने घाँसको भारी काटेर मात्र माइत जाने गर्थिन् साँझमा। तर अहिलेका नारी त तिजको 1 महिना अगाडि नै वाइन र बियरको बोतलमा झुमेको देख्छु। यही हो र तिमीले देखाउन खोजेको प्रगति? ठिक छ यार, मेरो पालोमा अस्पताल धेरै बन्यो होला, मेरो बाको पालोमा बिरामी नै कम थिए। मेरो पालोमा भिडियो कलमा मान्छेको चरित्र यही हो र तिमीले देखाउन खोजेको प्रगति? ठिक छ यार, मेरो पालोमा अस्पतालहरू धेरै बन्यो होला, मेरो बाको पालोमा बिरामी नै थोरै थिए। मेरो पालोमा भिडियो कलमा मान्छेको चरित्र नाङ्गिएको देख्छु। मेरो बाको पालोमा माया र प्रेम पनि चिठीको खामभित्र सुरक्षित थिए। सुन्दा तिमीलाई तितो अनि भन्दा मलाई छुट्छु। क्या गजबको प्रगति भएछ मेरो पालोमा। थाहा छ, राजालाई गाली गरिन्छ, नेतालाई भगवान मानिन्छ यहाँ, बालुवाटारलाई सजाइन्छ, राजदरबारलाई म्युजियम बनाइन्छ यहाँ। हुआ रे साथी तिम्रो युगको प्रगति। देशको झन्डालाई गोजीमा राखेर पार्टीको झन्डा फरफराइन्छ यहाँ। हुआ रे साथी तिम्रो देशको प्रगति। देशको झन्डालाई गोजीमा राखेर पार्टीको झन्डा फरफराइन्छ यहाँ। धन्यवाद दाइ।